शनिबारको दिन पारेर कालो कपडा किनेर लिएर आउनुस् आधी मिटर, अनि एउटा नरिवल लिएर आउनुस्। नरिवल पानी भएको चाहिन्छ, जटावाला। हजुरले यसरी 7 चोटि आफ्नो शिरमा घुमाउनुस्। घुमाइसकेपछि यो कपडामा हालेर 3 चोटि यसरी गाँठा पारिदिनुस् है। यहाँ 1 चोटि अनि यता साइडबाट 1 चोटि र यसरी 1 चोटि। हजुरले यो कालो धागोलाई 7 चोटि घुमाइदिनुस्। 1 2 3 4 5 6 7 रेडी गरेको छु। अब हजुरले एउटा टपरी या त एउटा प्लास्टिकको प्लेट, त्यसमा थोरै भटमास राख्नुस्, थोरै चाहिँ तोरी राख्नुस्, थोरै चाहिँ कालो दाल राख्नुस् र थोरै चाहिँ तिल पनि राख्नुस् र फलामको एउटा दुईटा टुक्रा पनि राख्नुस्। अनि हजुरले चाहिँ भैरवको मन्दिर जानुस्। भैरव चाहिँ कहाँ जाने भन्दा जुन भैरवमा नि जान सक्नुहुन्छ, महाकालमा जानुभए झनै राम्रो। त्यहाँ गएर हजुरले के गर्ने, तोरीको तेलमा एउटा बत्ती बाल्दिने र हजुरले यसलाई लगेर ढुगाउने। साइडमा बसेर प्रेयर प्रार्थना गर्न सक्नुहुन्छ नि, एकछिन भैरव बाबासँग प्रेयर प्रार्थना गर्ने। जुन चाहिँ हजुरले टपरीमा या त प्लेटमा लिएर जानु भएको छ भटमासहरू, त्यो त्यही चढाइदिने, फुलहरू चढाइदिने, बत्ती बाल्दिने, अनि यसलाई चाहिँ ढोगाएर हजुरले लिएर आउने। एकछिन बसेर मेरो बिजनेस व्यापार राम्रो भएको छैन, मेरो बाहिर जान लागेको भिजाहरू आएको छैन, मेरो चाहिँ बिहा हुन खोज्छ रुकिरहेको छ, मेरो घर बेच्न लागेको छु हुँदैन, जग्गा किन्न लागेको मिलिरहेको छैन, सबै हजुरको प्रब्लम के छ सबै त्यहाँ बसेर भन्ने। प्लिज बाबा कुनै पनि नेगेटिभ एनर्जीले गरेर मेरो काम यसरी रुकिएको छ भने पुरा गरिदिनुस् भन्ने। त्यसपछि यसलाई चाहिँ लिएर आउनुस्। लिएर आएर हजुरको अफिसमा कुनै पनि प्रब्लम छ भने कुनै पनि चोखो प्लेसमा राख्नुस्। घरमा पनि कुनै प्रब्लम छ भने त्यसरी नै हजुरले कुनै पनि चोखो प्लेसमा राख्नुस्। 1 महिनासम्म राखेपछि फेरि अर्को शनिबार आउँछ, हजुरले यसलाई फाल्दिनुस् या त कहीँ लगेर बगाइदिनुस् अनि अर्को फेरि यसरी नै गर्नुस् है। हजुरले यसरी 1 महिना राखेर घरमा या अफिसमा हेर्नुस् कतिको हजुरको घरमा अफिसमा पोजिटिभ एनर्जीहरू आउँछ। यो पोजिटिभ एनर्जीले हजुरको बिजनेस व्यापारहरू ठप्प भएको छ, घरमा झै झगडा हुन्छ, लडाइँ हुन्छ, बिमारीहरू छ, प्रब्लम आएछ हजुरलाई एकपछि एक हजुरको सबै राम्रो हुँदै जान्छ। 1 महिना गर्दैमा हजुरले फिल गरिहाल्नुहुन्छ कि तपाईको जिन्दगीमा कति चेन्ज, कति सुधार आउँछ हजुरले आफै देखिहाल्नुहुन्छ। यो एकदमै इजी छ, हजुरले गरेर हेर्नुस्।